नमस्ते सम्पूर्णमा। आज लिएर आएको छु चियापत्तीको फुलको रेसिपी। यहाँ हेर्नुहोस्, सबै कुरा यहाँ आँखाकै अगाडि छ। यो चियाको फुल मजाले केलाएर धोएर रेडी छ। आज भने चियाको फुल खाने हो। अन्डा छ साथमा, तेल हालेँ मैले है त। अब तेल तात्तिन्छ, अलिकता कालो जिराको फरन दिनुपर्ने हुन्छ है त। ल अब भने मजाले खोर्सानी हालिदियो, प्याज हालिदियो। अब सबै कुरो, टमेटो हालिदिने छु। सबै कुरा हालिदिएर मजाले बनाउने छु म चियापत्तीको फुल। आज चाहिँ चियापत्तीको फुल चाहिँ मेरो लागि चाहिँ चखना। यो सबै हेर्नुहोस्, यो सबै फ्राई गरेर मजाले चियापत्तीको फुल बनिन्छ। ल सबै कुरो भइसक्यो। अब फुल हाल्ने बेला आयो। अब चियाको फुल मजाले हालेर फ्राई गरिन्छ। थोरै लसुन पनि हालिदिनुहोस्, अझै टेस्टी हुन्छ। मैले जस्तो तपाईँहरू पनि बनाएर खानुहोस् कोही बेला। यति मिठो हुन्छ, यति मिठो हुन्छ, सोच्नै नसक्ने खालको। चियाको फुल हामीले धेरै सानोमा खान्थेँ, तर आज धेरै वर्षपछि भान्जी घर घुम्न जाँदा कता कता भेटिहाल्यो, आधी नै बोकेर ल्यायो। आज चियाको फुल खाइदिउँ भनेर ल्याएको, मिठो बनाऊँ भनेर। पहिला बनाउने अघि मैले पनि यसो युट्युबमै हेरेँ, अलिकता सिकेर चाहिँ मैले फेरि अब हजुरहरूलाई पनि सिकाउँदैछु। हेर्नुहोस्, मजाले नुनसुन हालिदियो। अब मजाले फ्राई गर्नुपर्ने हुन्छ साग फुललाई। फ्राई गरिसकेर त्यसपछि आरामले खाँदा मिल्छ। धेरै त केही हाल्नु पर्दैन हो। प्याज खोर्सानी टमेटो फ्राई गर्यो, त्यसपछि बिस्तारै अलिकति मजाले फ्राई गरेर, रातो रातो फ्राई गरेर मजाले पकाएर खायो। तपाईँहरू पनि खानुहोस् यसरी। एकचोटि खाएर हेर्नुहोस्, त्यसपछि बुझ्नुहुन्छ चियाको फुलमा के दम छ, के पावर छ। यति मिठो लाग्यो। म आफै खाएर अचम्म लाग्यो कि मलाई फेरि के हो आफ्नै हातको खाना एकदमै मनपर्छ। मासु माछा यस्तो कुनै पनि कुरोहरू बनाउनु आफ्नै हातले बनाएको चाहिँ मलाई एकदमै मनपर्छ। ल अब मैले धेरै बोले जस्तो लाग्यो, अब म चुप लाएर बस्छु। तपाईँहरू यो भिडियो अब आरामले बिस्तारै हेर्नुहोस् है त। थोरै हल्दी पनि हालिदिएँ है त मैले। मजाले पाक्दैछ।
यो चियाको फुलबाट पनि पानी त धेरै निक्लिँदो रहेछ हौ। अब भने धेरै पानी सुकि पनि सक्यो। अब यो फ्राई हुने बित्तिकै म यसमा अन्डा हालिदिनेछु। अब भने अन्डा हाल्ने बेला आइसक्यो। अब अन्डा हाल्नुपर्छ। फ्राई भइसक्यो फुल। यति फुलमा 2टा अन्डा त इनफ हो। मजाले 2टा अन्डा हालिदियो। अब मजाले चलाउनु पर्यो। खानु त चियाको फुल त्यसै पनि खानु मिल्छ, तर अन्डा लगाएको चाहिँ एकदमै दामी हुन्छ। विश्वासै लाग्दैन कि यति मिठो हुन्छ भनेर। आजको लागि मैले यही चियाको फुलको रेसिपी लिएर आएँ। मलाई फेरि यस्तो नयाँ नयाँ कुरोहरू खानु भनेपछि पुरै मनपर्छ। अनकमन कुरोहरू खानु। खासमा म चखना लभर हो कि, त्यसैले चखनामा चाहिँ दामी दामी बनाएर खानु मन लाग्छ है। भनेपछि अब मेरो रेडी भइसक्यो। हेर्नुहोस्, मेरो लागि मेरो चखना रेडी। आजको चियाको फुलको रेसिपी मेरो लागि चखना रेडी। अब म यसलाई बिस्तारै खाने प्रयास गर्छु। सबैलाई धन्यवाद। भिडियोमा यसरी बनेर बस्नु। आउँदो अपडेट फेरि पाउनुहुन्छ है त।